OSR Digital, entertaining the nation. Powered by Sensodyne. Sensodyne gives you long-lasting protections against sensitivity because it works. Co-sponsored by Silk Range from Berger Paints. यो जाडोमा हरेक सिपमा न्यानो with healthy Bambino soup. Education partner विदेश पढ्न जाने तपाईको चाहना पूरा गर्छ केआईसी ले। आउने हैन त केआईसी। Movie partner Digital partner OSR Digital, entertaining the nation. Broadcasting partner Himalaya TV HD. exclusively marketed by Media Sense. निष्ठुरी यत्रो समय दाइलाई भुलेर बसी छैन। जानी बेलामा 15 दिनमा आउँछु दाइ भनेर गएकी मान्छे 7 महिनापछि फर्की। तँलाई तेरो दाइको माया लागेन? म मेरो दाइलाई भुल्छु होला त। हर हमेशा सम्झिरहेको थिएँ। पूजा नानी बितेपछि तपाईँ सामान्य हुनै सक्नु भएन, त्यसैले मैले सुशीला नानीलाई बोलाएकी। अनि काका भरत काका सोलु गए कि त्यति मालती काकीको घरमा छन्। रामसँग कुरा गरेर आफ्नै घर जानुस्। 2 दिन बस्नेलाई पाहुना भनिन्छ, यसरी सधैँ अर्काको घर बस्नेलाई भतुवा भनिन्छ। जबसम्म भतिज र दाइसँग मेरो सम्बन्ध राम्रो हुँदैन तबसम्म भरत यही घरमा बस्छ। मेरो पनि जाने ठाउँ अब कहीँ पनि छैन। अंश माग्नलाई दाजुभाइ जस्तो बन्न सक्नुपर्छ काका। दाइ भतिजलाई सक्न हिँड्नेलाई अंश दिइदैन। निर्दोष मान्छेमाथि अन्याय भएपछि राम घरका हुन् या गाउँका सबैको लागि यसै गरी लागि पर्नुहुन्छ। त्यही भएर मेरो दाइलाई सबैजनाले मान्छन्। त्यो त हो, बुढो कस्तो मान्छे हो भन्ने कुरा अस्तिको चुनावले प्रष्ट पार्छ। हामी बिहे गरौँ। मलाई माग्न केटा आएको थियो। आमाले हुन्छ भनेर पठाउनु भएको छ। म कसरी बिहे गरौँ रमेश? कसरी गर्नु नि? बाजा बजाएर गर्नु। म त साह्रै अभागी रहेछु बुहारी। मेरो सबै ठाउँबाट बास उठ्यो। तैँले मेरो आँगनमा टेक्ने आँट कसरी गरिस्? तँलाई चिया त के, यो घरको पानीसम्म पिउने अधिकार छैन। मलाई किन दया गर्नुहुन्न? मेरो अलिकति पनि माया लाग्दैन हजुरलाई। तिनी घर लैजान लागेको मान्छे होइनन्, तर पनि त्यसरी अरूको घरमा बस्दाखेरि अरूले गलत प्रयोग गर्छन् कि भन्ने डर छ। जे भए पनि आफ्नै काका हुन्। बा पछिको मेरो लागि अभिभावक भनेकै तिनै काका हुन्। बाले काकालाई घरमा लान मान्नु नै भएको छैन। मलाई तिमीले नबोलाएको भए पनि म आउँथे। मलाई बिहानै कमला दिदीले खबर गरिसक्नु भयो। आफ्नी दिदीहरूलाई घरबाट निकालेर भतुवा लागे कि भतोइनीको जन्मदिन मनाउन त्यो रामेलाई अलिकति पनि लाज लागेन?
कागज हेरेर त बेहोस होलास् नि रामे। अलि सम्हालेर पढ। त्यो चान्चुने कागज होइन, मेरो र तेरो प्यारो भिनाजुको जिल्ला अदालतमा डिभोर्स गरेको कागज हो। 3 महिनासम्म श्रुति किन चुपचाप लागेर हराई भन्ठानेको थिइस् होला हैन? यो श्रुति चुप लागेर बसेकी थिइन, डिभोर्स प्रक्रियामा अगाडि बढ्दै थिए। अब हेरौँला म पनि तैँले मलाई यो घरबाट कसरी निकाल्दो रहेछस्। हेर हेर यो बाउलाईको बुद्धि। भाइलाई देखाउन आफ्नो घरको सम्बन्धै सकेर आइछ, त्यो पनि डिभोर्स पछि। माइतीले पाल्नै पर्छ भन्ने कुन कानुनमा लेखेको छ? कुन? यो श्रुतिको कानुनमा लेखिएको छ बा, यो श्रुतिको कानुनमा लेखिएको छ। मलाई अरू कानुनको कुनै पर्वाह छैन। यो श्रुतिले आफ्नो लागि आफै कानुन बनाउँछ। त्यही कानुन अनुसार यो घर चल्नुपर्छ। ए दिदी, माइत आउनु भएको छ, चुप लागेर बस्नुस् न। किन कुर्लिनु भएको? माइत आउन साथ उफ्रिनु पर्छ। त्यही पनि तपाईले गल्ती नगरी बुढोले तपाईलाई घरबाट निकाल्नु भएको हो र? तपाईले कति ठुलो गल्ती गर्नु भएको छ याद छ? बिहे गर्न लागेकी सृजना दिदीलाई पहिला लगाइदिनु भयो, त्यो पनि बिहेकै दिन। आजसम्म सृजना दिदी कसैको सम्पर्कमा हुनुहुन्न। सृजना दिदीलाई भगाउने केटा को त्यो पनि थाहा छैन। तपाई माफ गर्न लायकको मान्छे नि होइन। अब ऊ बेला सृजनालाई चाहिँ पहिला लगाइदिए पनि मेरी छोरी पूजाले रामेर यो घरको इज्जत जोगाइदिइहाली। पुरानो कुरा निकालेर श्रुतिलाई दोष दिन पाइँदैन। श्रुति र भरतको मोर्चाबन्दी भइसक्यो, अब यहाँ कसैले रोक्न सक्दैन। बिता खोजे ताप्ने होइन। हेर्नुस् काका, अब घरमा बसेर मोर्चाबन्दी गर्ने, झगडा गर्ने होइन। रामले तपाईलाई बस्ने ठाउँ मिलाउन लाग्नु भएको छ। घरमा भएको हाँडो भाँडो सम्पत्ति भाग लगाएर दिन लाग्नु भएको छ। फेरि झगडा गरेर किन न्यु खोज्नुहुन्छ? चुपो लागेर बस्नुस्। दिदी, तपाईले गलत गर्नुभयो। रामको रिसले बिनाजुसँग किन डिभोर्स दिएर आउनुभयो? बिचरा भान्जा र बिनाजुको बिजोग हुने भयो। तँलाई तेरो प्यारो भिनाजु र भान्जाको त्यति नै माया लागेको भए अहिले खाली छ नि त, तिनैसँग पहिले जा। यहाँ रामेको पनि दुधीवटा स्वास्नी छन् क्या रे? ठुक्क पापिनी। के बोले कि जसको घरमा भतुवा लाग्न आकी छेस उसैलाई यस्तो भन्नलाई लाज लाग्दैन? यो बौलाईलाई यो घरमा राख्न हुँदैन, आजै निकाल्नु पर्छ। त भतुवा बसे कि भतुवै किन बीचमा बोले कि? अहिले फेरि कानसम्म पुग्ने गरी तेरो थुतुन सुतुन च्यात्न नपरोस् नि। बढ्ता बोल्दी रहेछ। मलाई अरू कुरा केही पनि थाहा छैन। आजबाट यो घरमा श्रुति र भरतको शासन सुरु भयो। अब हामी यो घरलाई 3 चिरा पारेर भाग लगाएर खान्छौं। अब तिमीहरू यो घरलाई फोरेर 3 चिरा पार्ने? मैले काकालाई आफ्नै बुबा सर सम्झेर बिजोग भएको देखेर व्यवस्थापन गर्न लागेको थिएँ। अब दिन्न। बस्ने ठाउँ मिलाएको थिएँ, त्यो पनि मिल्दैन। तपाईले आफ्नो मुख आफै मोस्नुभयो काका। म कुनै पनि हालतमा सम्पत्ति भाग लगाएर दिन्न। कहाँ गएर लडेर खान सक्छौ खाऊ। अब तिमीहरू दुईजनालाई यो घरमा बस्न पनि दिन्न।
बाटो लागिहाल। फुर्ती पार्दा रहेछन्। अहिले म आउँदाखेरि दुईजनालाई यो घरमा देखेँ भने दुईटैको खुट्टा बाँधिदिन्छु। रमेश दाई, दिपा दिदीको फोन आछ दाई। हेलो रमेश, तिमीलाई अहिको कुराले नरमाइलो लागिरहेको होला है? नरिसाउ ल, मसँगै स्वास्थ्य चौकी जान्छु भनेर पछि लाग्यो। के गर्नु त, तिमीले बिहे गरेर लाने आँट गरेनौ, अरूले नै लैजाने भयो। हाम्रो 5 वर्षको प्रेम सम्बन्ध अब 7 दिनमा सकिँदैछ। अझै पनि केही बिग्रेको छैन रमेश। तिमी आँट गरेर माग्न आउँछौ भने म तिमीसँग बिहे गर्न तयार छु। लौ, यो त मेरो मोबाइल हातमा बोकेर ट्वाल्ला भएर बसेको छ त। के भयो? नपत्याउने खोलाले बगाउँछ भन्थे हो रहेछ। मेरो दाइ चाउरी पर्ने बेलासम्म किन बिहे गर्न मान्नु भएन भनेको त? यहाँ त प्रेम कहानी अर्कै रहेछ। 5 वर्ष लामो प्रेम। वाह 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 दाजु, मैले माने तपाईलाई। मलाई त तपाईहरुको हिमचिम देखेर पहिले शंका लागेको थियो। दिपा दिदीको फोन आएको थियो, बिहे हुने भयो रे। त नचाहिने कुरा किन चासो गर्छस्? यो सब नचाहिने कुरा हो। वर्ता बोल्दिरहेछ, अलि गाला फुट्ने गरिदिन्छु। जा कुरुको भित्र गएर भात पका। दाइ, यदि तपाईँ साँच्चै दिपा दिदीलाई माया गर्नुहुन्छ भने दिपा दिदीलाई साथ दिनुस्। दिपा दिदीले तपाईलाई धेरै माया गर्नुहुँदो रहेछ। छोरी मान्छेको मन एकदमै कमलो हुन्छ। आफूले एकचोटि प्रेम गरिसकेपछि आफूले प्रेम गरेको मान्छेलाई मनमुटुमा सजाउँछन्। त्यसपछि बाँचुन्जेल त्यो मान्छे मनबाट निस्केर जान सक्दैन। हो, दिपा दिदीलाई अहिले यस्तै भएको रहेछ। सक्नुहुन्छ भने दिपा दिदीलाई साथ दिनुस्, भाउजू बनाउनुस्। यस्ता किच्चकको बाउ छोराको अनुहार हेरेर के बस्नु काका? अब लडेरै आफ्नो अधिकार लिनुपर्छ, बुझ्नुभयो? तपाईँ मेरो पछि लाग्नुहोस्। यो श्रुतिले तपाईँलाई न्याय दिलाएरै छोड्छ। दिदी, काका दुवैजना झोला बोकेर निस्किनु भएको छ त।
टाढै जान लाग्नुभयो। मैले भित्र खाना बनाएर राखेकी छु, खाएर मात्र जानु होला। तेरो खाना तेरै पहिला खुवा। अघि तेरो पहिले के भने त्यो याद छैन? हाम्रो खुट्टा काट्छु भनेको छु, त्यही भएर हामी घर छोडेर जान लाग्यो। श्रुति र मेरो भित्र कोठामा बहुपक्षीय बैठक बस्यो र त्यो बैठकले यो घर छोडेर जाने, बाहिर बसेर रामको विरुद्ध लड्ने र आफ्नो अधिकार प्राप्त गरेपछि मात्रै यो घरमा फर्किने निर्णय गर्यो। तपाईहरु किन बेइज्जत गर्नुहुन्छ काका? रामले न्यु खोज्ने हो भने घर छोडेर जानुहोस् भन्नुभएको। चुप्पो लागेर बस्नुहोस् न। आजसम्म रामले तपाईलाई कहिले जबरजस्ती घरबाट निकाल्नु भएको छ र? किन बिरालोले बच्चा सारेको जस्तो झोला बोकेर हिँड्नुहुन्छ? सबैजना मिलेर बस्नुपर्छ। मिलेर बस्ने त शब्दै आउँदैन। अब हामी एक भइसकेका छौं। जसरी पनि रामेसँग हामीले लडेर आफ्नो अधिकार लिने निर्णय गर्यौं। जसरी 5 पाण्डवले आफ्नो राज्य पाउनलाई दरबार छोडेर बाहिर बसेर लडेर आफ्नो राज्य फिर्ता पाए, हो त्यसै गरी हामी पनि हाम्रो दरबार छोडेर बाहिर बसेर लड्ने निर्णय गर्यौं। लु लु लड, जति सक्छौ लड। सबै सम्पत्ति कमला भाउजूको नाममा छ। त्यही कुरा थाहा पाएर बोल्ने ठाउँ नपाएर जान लाग्यो भने भइगयो नि। त्यति कुरा हामी बुझ्दैनौ र? जाओ जाओ, कता गएर के गर्नुपर्छ गर, तर यो घरमा फर्केर नआउनु। लडेर खानलाई त मेरो नाममा सम्पत्ति पनि त हुनु पर्यो नि। बुहारीको नाममा भएको सम्पत्ति कुन कानुनले भाग लाउँदो रहेछ हामी पनि हेरौँला। तपाई पापी हो दाइ, पापी। बाउको साला सबै बेचेर कमलाको उपचार गराउनु भयो, बाँकी बसेको पनि सबै यसैको नाममा गरिदिनु भयो। तपाई भाइमारा हो, भाइमारा। एउटा कुरो याद गर्नुस् दाइ, जुन दिन श्रुति र मैले यो घरमा पाइला टेक्ने छौ नि, त्यो दिन तपाईको परिवारले यो घर छोडेर जानु पर्ने छ। कानुनले हामीलाई दिन्छ, कानुनले नदिए पनि हामीले दिमाग लडाएर भए पनि आफ्नो अधिकार लिएरै छाड्छौँ। ए बाबै, दिमाग लडाउनलाई त तसँग दिमाग पनि त हुनु पर्यो नि। मालतीको कानमा चढेर भतिजोलाई मार्न हिँडिस्, छोरीको न्याय बेचिस्, न भतिजोलाई छुन सकिस् न पैसा पाइस्। मालतीले खाल्डोमा हालिदिएर रुँदै रुँदै आएको थिइस्, फेरि यो बौलाइको काममा चढ्न थालिस्। यसले पनि तँलाई कुन दिन खाल्डोमा जाग्छे अनि थाहा पाउलोस्। अहिले यो आइमाई चाहिँ कुन गतिले हो र? पहिला पनि उपद्रो गरेर दुई पल्ट जेल बसेर आएकी मान्छे हो। अब यो तिम्रो पुराण, तिम्री बुहारी र यो भतुवा लाग्न बसेकी भतुवालाई सुनाऊ। काका, अब हामीले कसैको कुरा पनि सुन्नुहुन्न। मात्र हामी हाम्रो मिसनमा लागि पर्नुपर्छ। जाउँ हिँड्नुहोस् काका, आउनुहोस्। Buhari, powered by, co-sponsored by मालती
मालतीले पकाएको चिया कस्तो छ त मुना बुहारी? मिठो छ काकी। बाटो हिँड्दै गरेको मान्छेलाई बोलाएर चिया खुवाउनु भएको छ, नमिठो मान्ने कुरै छैन नि। त्यही त मुना, तिमीलाई भरत र सुर्तीको बारेमा केही बोलौँ जस्तो लागेको छैन? बिचरा भरत र सुर्ती त अन्यायमा परे त, अन्याय विरुद्ध बोल्नु पर्यो। भरत काका र श्रुति दिदी होइन काकी, बुढो चाहिँ अन्यायमा पर्नु भएको छ। 6 दाना खादाको बिर्जङ मामासँग लागेर भरत काकाले बुढोलाई मार्न खोज्नु भयो। बिहे हुन लागेको सृजना दिदीलाई श्रुति दिदीले कोसँग भगाउनु भयो। बिहे गरेर गएदेखि आजसम्म सृजना दिदी सम्पर्कमा हुनुहुन्न। को केटा हो थाहा छैन। साँच्चै मालती काकी, सृजना दिदीलाई पहिला लगाउने तपाईँ पनि हो क्या र? त्यो केटा को हो? यो कुरा गोप्य नै राख्नुपर्छ, मैले भन्न मिल्दैन, नत्र यहाँ आगो बल्छ। सृजनाको कुरा छोड मुना, बरु अहिले सुर्ती र भरतको कुरा गर। अहिले मैले त्यो घर बिगार्नलाई सुर्ती र भरत उचालेकी छु। सुर्ती र भरतलाई बस्नलाई विजयको घर मिलाएकी छु। सुर्ती र भरत त्यही घरमा बसेर रामे विरुद्ध उत्रिएर रामेलाई घुँडा टेकाउँछन्। त्यसपछि रामेको सम्पत्ति र घर आफ्नो बनाउँछन् अनि रामको बिल्ली बाट हुन्छ। हेर मुना, मैले भनेको मान्छेौ भने त्यो कमला र रामको पछि नलाग, नत्र तिम्रो बिचल्ली हुने पक्का छ। मैले भनेको मानेर भरत र सुर्तीलाई साथ दियौ भने बरु तिमीलाई पनि सृजनाको जस्तो राम्रो केटो खोजेर बिहे गराइदिन्छु। ए हो र काकी? हो नि, एकदम राम्रो कुरा गर्नुभयो। कस्तो लाग्यो काकी? चिया जस्तै मिठो छ होला नि झापड? के कसो? गाउँबाटै अलि छिनी पाताइमै अझै पनि हाम्रो घर भाग्न पुगेको छैन होइन? किन फेरि झगडा पर्यो भनेको त यसले गर्दा पो रहेछ। अबदेखि हाम्रो घरतिर आँखा लगाएको देखे भने तिमी मेरो हातबाट मर्छौ, विचार गर। ल काका, यति भएपछि त यो घर श्रुति र भरत निवास हो भनेर हाम्रा शत्रुहरूले थाहा पाउनेछन्। श्रुति र भरतले यही घरलाई हेडक्वार्टर मानेर यहीबाट त्यो रामे विरुद्ध नयाँ लडाईँको सुरुवात गर्नेछन्, जसमा मालती काकी हाम्रो लागि मतियार बन्ने छिन्। भइहाल्छन्। यति भएपछि बास बस्ने मेलो भइहाल्यो। अब बाँकी जिम्मा मालतीले लिन्छु भनेकी छिन्। बरु त्यो रामेलाई छिटो छिटो गरेर ढाल्न पाए हुने के छ नि श्रुति। हाम्रो लडाईँको विषय के हो, हाम्रो सिद्धान्त के हो, यो पार्टीसाटी भन्ने त हुँदैन नि। जानिराख्न पाए हुने त्यसले राखराख्ती पार्छ क्या। फेरि त्यो रामेले सोध्यो भने छाती फुलाएर उत्तर दिन सक्नु पर्यो नि। तपाईँ चिन्ता नगर्नुहोस् काका, म दिन्छु त्यो रामेलाई उत्तर। तपाईँ बिस्तारै जान्नुहुन्छ। काकी, मुनाको दिमाग भुट्न सफल हुनुभयो त?
के को मुनाको दिमाग भुट्नु नि सुर्ती। मुनाले चाहिँ दिउँसै तारा देख्ने गरी कुटी। त्यो मुना रमेश भन्दा पनि कडा रामेको भक्त भइसकी छ। राम कमला र मुनालाई फुटाउन सकिन्न सुर्ती। जबसम्म रामे कमला मुनालाई हामीले फुटाउन सक्दैनौँ तबसम्म हाम्रो योजना सफल हुँदैन। रामे कमला मुनालाई फुटाउनलाई साम दाम दण्ड भेद सबै प्रयोग गर्नुपर्छ। ल ठिक छ, बस्ने बास छँदैछ, बिस्तारै अगाडि बढ्नुपर्छ। ल काकी, तपाईँ सफा गर्नतिर लाग्नुहोस्। कुचो त्यहाँ छ, साथ त दिनु पर्यो नि। भइहाल्छ नि सुर्ती, म गरिहाल्छु नि। हेलो रमेश, भनौ। मैले धेरै सोचेँ दिपा, अब हामी छुटिएर बाँच्न गाह्रो हुने रहेछ। हामी बिहे गरौँ। अब ढिला भइसक्यो रमेश, मेरो 7 दिनमा टिको टालो हुँदैछ। अस्ति मैले तिमीलाई भनेको बेला तिमीले हुन्छ भनेको भए म जसरी पनि कुरा मिलाउँथे। अब सम्भावना छैन। म बाआमाको कुरा काट्न सक्दिनँ। अब के गर्ने त दिपा? के हाम्रो माया त्यसै मर्न दिने हो र? मलाई पनि तिमीसँगै बिहे गर्न मन छ रमेश, तर म बाआमाको कुरा काट्न सक्दिनँ। उसो भए हाम्रो मिलन सम्भव छैन त दिपा? सम्भव छ, तर अप्ठ्यारो छ रमेश। तिमीलाई त मेरो बाआमाले चिन्नुहुन्न, तर रामदाईलाई राम्रोसँग चिन्नुहुन्छ। रामदाईको हर हमेसा तारिफ गरेर बस्नुहुन्छ। रामको गाउँमा छोरी दिनु पाए त सौभाग्य हो भन्नुहुन्थ्यो। रामदाईलाई लिएर आयो भने? रामदाईले कुरा राख्नुभयो भने पक्कै पनि रामदाईले बाआमाको कुरा काट्नुहुन्न। यो सम्भावना छैन दिपा। रामभाइ केटी माग्न जानु भनेको पश्चिमबाट घाम उदाउनु जस्तै हो। रामभाइले पहिले नै केटी माग्न जान्न भनेर कसम खाएका छन्। मेरो लागि केटी माग्न जाउँ भन्नु मेरो मूर्खता मात्र हुन्छ। अब हामी एक हुने सम्भावना केही बाँकी रहेन दिपा। मुनाले भने अनुसार रामदाईले कमला भाउजूको कुरा काट्नुहुन्न रे। कमला भाउजूले माग्न जानु भन्नुभयो भने सम्भावना छ रमेश। त्यो त हो, तर कमला अरू जस्ती बुहारी होइनन्। कमलाले रामलाई नसोधी वचन नै दिन्नन्। पहिला पनि कमलाको कारणले रामभाइले ठुलो बेइज्जती सहनु परेको थियो। त्यसैले अब फेरि कमलाले केटी माग्न जानु भनेर के भन्लिन् र? कमला दिदीले मुनालाई धेरै नै माया गर्नुहुन्छ रमेश। मुनाले मनाउन सक्ने सम्भावना छ। म मुनालाई भेटेर भोलि नै कुरा गर्छु। के हुन्छ हेरौँ। तिमी पनि लागि पर, म पनि लागि पर्छु। बाँकी भगवानको भरोसा।
तेरो र रमेश दाईको प्रेम कहानी सुन्दा लाग्छ भगवानले फेरि मिलाउन चाहेर फेरि छुटाउन खोज्दैछन्। भगवानले नै एक हुन दिएका छैनन् भने बल गर्नु राम्रो होइन दिपा? संसारको सबैभन्दा ठुलो भगवान भनेको शिव भगवान हुन्। यति बेला हाम्रो लागि शिव भगवान भनेको रामदाई हो मुना। त त्यही शिव भगवान कि कान्छी अर्धाङ्गिनी पार्वती होस्। बिन्ती छ हामीलाई साथ दे। जसरी शिव भगवान झुक्दैनन् त्यसै गरी मेरो श्रीमान केटी माग्ने कुरामा ज्यान जाला मान्नुहुन्न। यो सम्भावना भन्दा बाहिरको कुरा हो दिपा। म यो प्रस्ताव राख्न सक्दिनँ, मेरो घर बिग्रिन्छ। हामी 5 वर्ष यता एकअर्कालाई प्रेम गर्छौँ। तैँले पनि त प्रेम गरेकी थिइस्। त्यही प्रेम प्राप्तिका लागि रामदाईले पहिला तँलाई माग्न जाँदा छोड्नु भएको थियो। यसको मतलब रामदाईले प्रेम गर्नेहरूलाई सम्मान गर्नुहुन्छ मुना। एकचोटि मेरो लागि यति काम गर्दैन के त आफ्नै साथी मरेको हेर्न चाहन्छेस्? सफल होला नहोला तर पनि एकचोटि कमला दिदीलाई गएर भन्दैन ल। तैँले त मलाई धर्म सङ्कटमै पारिस् केटी। नभनौ साथीको आँसु हेर्न सक्दिन, भनौ आफ्नै सम्बन्ध बिग्रिएला भने डर। फेरि बुढो यो संसारकै एकोरो मान्छे मध्ये एक पर्नुहुन्छ। हुन्छ भनेपछि हुन्छ हुन्छ, कसैले रोक्न सक्दैन। हुँदैन भनेपछि हुँदैन हुँदैन, कसैले मनाउन सक्दैन। ठिक छ, तैँले भनिहालिस्। म तेरो लागि एकपल्ट कमला दिदीसँग कुरा राख्छु। भर पर तर आश नगर है केटी। साँझसम्म के हुन्छ म खबर गर्छु। तैँले फोन नगर्नु, माफै गरौँला। पैसा जति श्रुतिले खाइ। ल खाइ बोट राख्नुस् त। ल ल आफ्नो राख्नु पर्यो नि। राख्ने हो। ल 500 नै राख्छु नि यहाँ। हैन यसमा 100 भयो। ल यति राख्नु त भइहाल्यो नि। भइहाल्यो नि। ल ल बाँड बाँड। त्यहाँ 200 मेरो आउँछ नि त्यहाँ। 200। तिमीहरूले मलाई गलत बाटोमा हिँडाउँदैछौ है केटी हो। अस्तिसम्म तास नचिन्ने मान्छेलाई आज तास खेल्न जान्ने बनाइसक्यो। बिगार्यो तिमीले। बिगारेको होइन के दाजु, हामी जस्तै अब्बल बनाउन खोजेको। हेर्दै जानुस् 2-4 महिनामा हामी तपाईँलाई ठाउँमै पुर्याइदिन्छौँ। ठाउँ भनेको कता? जेलमा त होला नि कि माथि स्वर्गमा? त्यस्तो होइन के काका। कति किचकिच गरेर राख्नु भएको भने ध्यान दिएर खुरुखुरु खेल्नु न। केटा मान्छे भएर पनि के डराएर होला। ल तास हान्नु। दाजु तेरो बाउको टाउको हेर न, फेरि नापिएको कुरा गर्नुभएको। दिन कटाउन गाह्रो भएर हामीले त यसो खेल खेलेर समय कटाउँदैछौँ। गोजीमा 2-4 हजार छ भने आउनुहोस्, 1-2 हात हानु, एक सिट खाली नै छ होइन। अब अघि पछि शत्रु नै भए पनि खेल खेल्ने बेला त मिल्नुपर्छ क्या। हो बा हो, आउनुहोस्। उता तपाईँको घरमा यस्तो वातावरण नै छैन, रामेले खेदाइहाल्छ। यता भरत निवास र श्रुति निवासमा यस्तो खेल त सामान्य हो। आउनुहोस् न 1-2 हात हानौ।
एक दुई हात हान्नलाई त दाजुको आँखाले तास चिन्नु परेन? उमेरको ख्याल गरेर मात्रै मान्छेलाई बोलाओ। अहिले तास हान्दा हान्दै दाजु हार्लान्, त्यसपछि दाजु पैसा हारेको पीडा सहन नसकेर फुस्स माथि गए भने हामीलाई रामेले ज्यान मुद्दा चलाउँछ। हामीलाई जेल जानु छैन। जानुस् दाजु जानुस्, तपाईँको यो खेल खेल्ने बेला होइन। म बाटोमा हिँडेको मान्छेलाई धेरै नजिस्का है, फेरि ढुङ्गाले टाउको फुटाउनु नपरोस्। धेरै फुरफुर नगर, एक दिन नराम्रोसँग खाल्टोमा चाकिँदा अनि थाहा होला। पागलहरू। कपडा धुन लाग्नु भएको दिदी? मेरो दिदीलाई चिसो लाग्यो भने के हुन्छ? म धुइहाल्थे नि। तपाईँ भित्र गएर बस्नुस्, म धुन्छु। तिमी के भन्न आएकी हौ भन मुना, कुरा घुमाइराख्नु पर्दैन। मैले तिमीलाई राम्रोसँग बुझेकी छु। त्यही मेरो दिदीले बुझ्नुहुन्छ र त म खुसी छु। मेरो लागि आमा भने पनि दिदी भने पनि तपाईँ नै हो। कुरो के हो भने नि दिदी, रमेश दाइ र मेरो साथी दिपाको 5 वर्ष लभ परेर 5 वर्ष छुटेछ। खासमा रमेश दाइले बिहे नगर्नुको कारण दिपा नै रहेछ नि। हो र? मलाई त थाहा नै थिएन। प्रेम छुटेपछि विवाह नगर्नु भएको रे भनेर अलिअलि सुनेकी मात्र थिए। त्यसपछि फेरि 5 वर्षपछि दुवैजनाको मिलन भएछ। दुवैजना खुसी रहेछन्। तिम्रो साथी रमेश दाइको श्रीमती हुनु हाम्रो लागि खुसीको कुरा हो नि। राम र हामी सबैजनासँग राम्रो पनि छ। अब रमेश दाइ र दिपाको बिहे गराइदिनु पर्छ। हो, समस्या यहीँनिर छ क्या दिदी। रमेश दाइ र दिपाको बिहे गरिदिनु पर्यो। दिपाको अर्की केटासँग टिकोटालो हुने भएछ। अब त्यो टिकोटालो भाडेर रमेश दाइको दिपासँग बिहे गरिदिनु पर्छ। त्यो बिहे भाड्न सक्ने एकजना मात्र हुनुहुन्छ, त्यो हाम्रो बुढो। बुढोले दिपाको आँगनमा गएर पुरा मात्र राखिदिनु भयो भने दिपाको बाआमाले दिपाको बिहे रमेश दाइसँग गराउने पक्का छ। अब मेरी प्यारी दिदीले यो कुराको प्रस्ताव बुढोसँग राखिदिनु पर्यो क्या। त्यसपछि बुढोले दिपाको हात रमेश दाइलाई माग्दिनुहुन्छ। यो असम्भव कुरा हो मुना भाउजू। न त कमला भाउजूले यो कुरा राम दाइलाई भन्न सक्नुहुन्छ, न त राम दाइ दिपालाई माग्न जानुहुन्छ। यो कुरा राम दाइलाई भन्नु भनेको 3 जना बीचको सम्बन्ध बिग्रिनु हो। हो मुना, यो सम्भावना भन्दा बाहिरको कुरा हो। पहिला मैले राजु दाइको लागि केटी माग्न जबरजस्ती रामलाई पठाए। बिहेपछि केटी पक्षले राममाथि मुद्दा हाले। रामले ठुलो अपमान सहेर 4 महिना जेल बस्न पर्यो। त्यसपछि रामले कसम खानु भएको छ केटी माग्न जान्न भनेर। अनि मैले पनि अठोट गरेकी छु, जिन्दगीमा कहिले पनि केटी माग्न जानुस् भन्दिनँ भनेर। अब यी कुरा छोड मुना, गर्दै नगर। तपाईले कसम त खानु भएको छैन नि? त्यसो भए कुरो मिल्यो। तपाईलाई मेरो कसम दिदी, एकपल्ट भए पनि मुनाको लागि यो प्रस्ताव बुढोलाई राख्नुहुनेछ। मेरो विश्वासको धरोहर भनेको तपाईँ त हो नि। बिन्ती छ दिदी, मेरो यति काम गरिदिनुस् न। तपाईँले भनेको कुरा बुढोले काट्नुहुन्न। म आफै भन्थे आँट नै पुग्दैन। बिन्ती छ दिदी। हुन्छ, तिमीले मलाई फसायौ मुना। म तिम्रो लागि भए पनि
एकपटक रामसँग कुरा राख्छु। मान्ने नमान्ने रामको हातमा छ। म मात्र कुरा राख्छु, तर जानुस् भनेर दबाब दिन सक्दिनँ। मेरी प्यारी दिदी, म तपाईँलाई मिठो चिया खुवाउँछु। होइन हौ भाउजू, तपाईँ पनि के हुनुभएको? दाइ रिसाउनुहुन्छ, मान्नुहुन्छ र तपाईँको यस्तो कुरा? खालि अर्काको लागि मात्रै सोच्नुहुन्छ, कहिलेकाहीँ त आफ्नो लागि पनि सोच्नु नि। दाइ रिसाउनु भयो भने भोलि पर्सि मलाई केही पनि नभन्नु नि। पहिला पनि त्यस्तो भएको, फेरि त्यस्तै गर्न लाग्नुभयो। पहिला 6 महिनासम्म दिपा दिदी पछि लाग्दा चाहिँ वास्ता नगर्ने, अनि अहिले बिहे अर्कैसँग छिनो फानो भएपछि आँगनमा फनी घुम्ने हो। यही केटा मान्छेको घमण्डले गर्दाखेरि हो क्या दाइ दुःख पाउने। अब आँगनमा फेरि लगाएर केही पनि काम छैन। भुलिदिनुहोस् दिपा दिदीलाई, कि त गएर घिसारेर ल्याउनुहोस्। अब राम दाइ माग्न जाने त सम्भावना छैन। ऊ हेर त, राम भाइ आउँदैछन्। यिनको के विचार रहेछ यसो कुरा घुमाएर बुझ त, कतै साथ दिइ पो हाल्छन् कि। अब अन्तिम आशा भनेको यिनै हुन्। राम दाइ हातमा फाइल बोकेर खुब कुदाकुद छ त। कसको लफडा मिलाउन लागि पर्नु भएको छ आज भोलि? कसको हुनु र बहिनी? त्यही माथि हिरा दाइको। बिचारा सोझो मान्छेलाई फसाएर व्यवहार नै बिगारिदिसक्यो। मिलाउन भनेर लागि परेको 3-4 दिन भइसक्यो, अझैसम्म मिलाउन सकेको छैन। अस्ति रमेश दाइलाई चुनावमा जिताउनको लागि मरि मेटेर लागि परेका थिए, त्यही भएर साथ दिएको। अब चुनावमा भोट माग्दाखेरि न्याय मर्न दिन्न भनेर भोट मागेपछि न्याय मर्न दिने भयो त रमेश दाइ? भएन भाइ, भएन, बिल्कुल भएन। त्यो लालेलाई जसरी भए न्याय दिनै पर्छ। को लालेको कुरा गरेको दाइ? मैले त हिरा दाइको कुरा गर्दैछु। दाइको अनुहार पनि न्याउरो छ, निकै तनावमा हुनुहुन्छ जस्तो छ। बिचरा के तनाव नहुनु त दाइ? कपाल फुलिसक्यो, अझै बिहे भएको छैन। भविष्यको बारेमा सोचेर टोलाउनु भएको होला। लौ न राम दाइ, हाम्रो दाइलाई पनि एउटा राम्री केटी खोजेर बिहे गरिदिनु पर्यो। मबाट चाहिँ केटी माग्ने काम हुँदैन बहिनी। यो कुरो रमेश दाइलाई प्रष्टसँग थाहा छ। गाउँमा केटी माग्नको लागि मालती काकी छिन्, जस्तो भन्यो त्यस्तै खोजिदिन्छन्। मेरो काम भनेको जन्ती जाने, मजाले नाच्ने। हो नि भाइ, हो नि। राम भाइले केटी माग्ने काम गर्छन् त, के नचाहिने कुरा गरे कि? गाला फुट्ने गरी हान्न नपरोस्। भइगयो दाइ, भइगयो, छोडिदिनुहोस्। बहिनीलाई थाहा नभएर यो कुरो निकालेको होला। ल दाइ, अहिले म गएँ। भोलि चाहिँ दाजुभाइ नै एकपटक चौकी जानुपर्छ है। अब यसरी झोक्राएर बसेर हुँदैन। हुन्छ हुन्छ भाइ, कहाँ झोक्रियो नि? झोक्राएकै छैन नि, होइन त रामिला? हो नि दाइ। ल ल दाइ, गएँ। हुन्छ भाइ। यस्तो हुन्छ अनि कसरी बिहे हुनु? हाम्रो अन्तिम आशा र भरोसा भनेको यिनै राम भाइ हुन्। राम भाइसँग केटी माग्ने कुरा गरे कि फायर भइहाल्छन्। यो जन्ममा दिपा र मेरो बिहे असम्भव छ।
मेरो ठुलो भुल भयो दिपा। मेरो घमण्डले गर्दा आज यस्तो दिन देख्नु पर्यो। तिमीले भनेको मानेको भए आज यो दिन त आउने थिएन। मैले तिमीलाई हुर्काउनाले हाम्रो प्रेम नै धरापमा पर्यो। अब रामभाइ तिमीलाई माग्न आउने सम्भावना छैन दिपा। टिकाटालोको मिति तोकिसकेको मान्छेलाई रामभाइ माग्न के जान्थे? बरु यसो गरौँ दिपा, तिमी र म भागौँ। अब हामीसँग एउटा मात्र विकल्प बाँकी छ। म यसरी भागेर बिहे गर्दिनँ रमेश। मैले यसरी भागेर बिहे गरेँ भने मेरो बाआमा मर्नुहुन्छ। म मेरो बाआमाको लास हेर्न सक्दिनँ। त्यही आँगनमा बिहे गरेर अन्माउने उहाँहरूको ठुलो सपना छ। त्यो सपना पुरा भएन भने मेरो बाबा मर्नुहुन्छ। उसो भए हामी एक हुने सम्भावना छैन त दिपा? सम्भव छ रमेश। मैले यो कुरा मुनालाई पनि भनेको छु। त्यहाँबाट भएन भने म आफै भोलि रामदाईलाई भेटेर यो कुरा राख्छु। मैले पनि पूजाको न्यायको लागि रामदाईलाई धेरै सहयोग गरेको छु। तिम्रो यो गुण कहिले भुल्दिन भन्नुभएको थियो। कतै मैले भनेपछि मान्नुहुन्छ कि म एकचोटि भेटेर कुरा राख्छु। यदि मेरो कुरा पनि सुन्नु भएन भने बिहे सम्भव छैन भनेर बुझौला। यो हाम्रो भेट्ने अन्तिम हुनेछ। ल काका, तपाईँ चाहिँ यो फाइल लिएर प्रहरी चौकी जानुहोस्। म 2 घन्टामा आइपुग्छु। अनि भाइ तिमी चाहिँ उता हिरा दाईको घरमा गएर काम सघाइदेऊ है। ल जानुहोस्। छिटै गरी आउनु है राम। ल राम लिनुहोस् दुध। राम तपाईसँग एउटा कुरा गर्नुपर्ने थियो। व्यस्त हुनुहुन्छ जस्तो छ है? के कुरा हो भन न। छ नि राम, हाम्रो रमेश दाई र दिपाको लप परेको रहेछ। ए हो र? हो नि, रमेश दाईले दिपालाई एकदमै माया गर्नुहुँदो रहेछ। यो त राम्रो कुरा हो नि। तर अहिले दिपा दिदीको अर्कै केटासँग टिकोटालो हुने भएछ। अब केही दिनमा टिकोटालो छ अरे। रमेश दाई पिर मानेर बस्नु भएको रहेछ। बर्बाद भएछ। अब रमेश दाईलाई अर्की केटी खोजेर बिहे गर्नु भन्नु पर्ला। टिकोटालो छिनिसकेपछि अर्काको इज्जतमा हात लगाउनु हुन्न। खासमा अझै पनि दिपा
रमेश दाईसँग बिहे गर्न चाहन्छे बुढो। यो गलत हो। घरको इज्जत जान्छ, त्यस्तो हुन दिनुहुन्न। तर एकजनाले गएर दिपाको घरमा कुरा गरिदियो भने दिपाको बिहे रमेश दाईसँग हुन्छ। उहाँले भनेको दिपाको आमा बाले मान्नुहुन्छ अरे, त्यही भएर। त्यो तपाईँ हो राम? हो राम, त्यो व्यक्ति तपाईँ नै हो। तपाईँले गएर रमेश दाईको लागि दिपाको हात मागिदिनु पर्यो। रामको कमजोरी कमला हो, त्यो म मान्छु। तर कमजोरी हो भन्दैमा गलत ठाउँमा प्रयोग गर्न नखोज कमला। रामले कमलालाई बिहे गरेर ल्याएको 5 वर्ष भयो, अझैसम्म उत्तिकै सम्मान गर्छ। रामलाई गलत ठाउँमा प्रयोग गरेर आफ्नो सम्मान गुमाउने काम नगर। नमस्कार, आजको एपिसोड त हेरिहाल्नुभयो। गएर भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोस् है। साथै हाम्रो यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्सक्राइब गरेर जोडिन पनि नबिर्सिनु होला। अनि अहिले तपाईँहरू कुन कुन ठाउँबाट बुहारी सिरियल हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। आगामी दिनहरूमा बुहारी सिरियल कस्तो आइदियो हुन्थ्यो जस्तो लाग्छ, कुनै सल्लाह सुझाव दिन मन छ भने हामीले पिन गरेर कमेन्टको तल गएर सल्लाह सुझाव दिन पनि सक्नुहुन्छ। बुहारी भागहरू आगामी दिनमा झन् राम्रो आउँदैछ, प्रतीक्षा गर्नुहोला। हस्त।